नमस्ते। आज हामी एउटा एकदमै मिठो कथा सुन्न गइरहेका छौं। यो कथाले हामीलाई दशैंको खास अर्थ के हो भनेर सम्झाउँछ। यो कथा चाडपर्वको मात्र होइन, बरु प्रकृति नामकी एउटी सानी नानी र उनको प्यारो मामा बीचको गहिरो मायाको पनि हो। त्यसो भए दशैंको वास्तविक अर्थ के हो त? के यो केवल नयाँ लुगा, टीका, रमाइलो र भोजभतेर मात्र हो? सायद होइन। यो कथाले हामीलाई एउटा यस्तो जवाफतिर लैजान्छ जुन हाम्रो मनभित्रै लुकेको छ। ल, अब कथा सुरु गरौँ है। कथा सुरु हुन्छ दशैंको त्यो छुट्टै उत्साहबाट। सोच्नुस् त, एउटा सानो गाउँ जहाँ दशैंको रौनक छाएको छ अनि सबैतिर खुसी नै खुसी। अब कल्पना गर्नुस् त, दशैं आउनै लागेको छ अनि गाउँको हरेक घरमा जमलाको हरियो टुसा उम्रिँदैछ। साना साना नानी बाबुहरू कति उत्साहित छन्, आफ्नो झोला तयार पार्दैछन्। आफन्तको घर जाने हतारोमा त्यो पर्खाइको बेग्लै मजा, हैन त? हावामै त्यो खुसी महसुस गर्न सकिन्छ। अनि यही सबै खुशीको बीचमा छिन् हाम्रो कथाकी मुख्य पात्र, हाँसोकी रानी सानी प्रकृति दाहाल। उनको हाँसोले त पुरै गाउँलाई नै उज्यालो बनाइदिन्छ। प्रकृतिको लागि त दशैंको मतलब अरू केही थिएन, बस एउटै कुरा थियो, आफ्नो प्यारो मामा विशालको घर जाने। हो, यही एउटा इच्छाले उनको सानो मन भरिएको थियो अनि दिनगन्धै बसेकी थिइन्। अब कुरा गरौँ मामा घरको यात्राको। एकातिर प्रकृति मामा घर जाने सपना देख्दै थिइन् भने अर्कोतिर कोही उनलाई उत्तिकै उत्सुकताले पर्खिरहेका थिए। हो, उनका मामा। आउनुहोस् हेरौँ मामाले चाहिँ यो भेटको लागि के कस्ता तयारी गर्दै थिए। ल हेर्नुहोस् त, दुवैतिर कस्तो तयारी छ। एकातिर प्रकृति आफ्नो सानो झोला मिलाउँदैछिन्, एकदमै ध्यान दिएर। अनि अर्कोतिर उनका मामा विशाल पनि कम्ता व्यस्त छैनन्। भान्जी आउँछे भनेर घर सफा गर्नेदेखि लिएर आँगनमा पिङ हाल्ने अनि उनलाई मनपर्ने मिठा मिठा परिकारहरू बनाउने, सबै तयारी जोडतोडले चल्दैछ। अनि अन्तत त्यो दिन आइपुग्यो। दिउँसोको टल्किन्दो घाममा एउटा सानो आकृति देखिन्छ, काँधमा सानो झोला अनि अनुहारमा खुसीको चमक। हो, यो प्रकृति हो, जो दौडिँदै आएर चिच्याउँछन्, मामा विशाल, म आइपुगे नि। मामा विशालको लागि त त्यो क्षण नै सबैभन्दा ठूलो खुसी हो। उनको खुसीको कुनै सीमा नै रहँदैन, किनकि उनलाई थाहा छ अब बल्ल उनको दशैं सुरु भयो। भान्जीको आगमन नै उनको लागि सबैभन्दा ठूलो उत्सव हो। अब सुरु हुन्छ खुसीले भरिएको आँगनको कथा। प्रकृति आइसकेपछि घरको रौनक नै फरिएको छ। अब हेरौँ उनीहरूले सँगै बिताएका ती रमाइला पलहरू र त्यहाँबाट सिक्न पाइने एउटा गहिरो पाठ। प्रकृतिका दिनहरू एकदमै साधारण तर असाध्यै रमाइला थिए। कहिले गाउँका साथीहरूसँग पिङमा मच्चिँदै हाँस्ने, कहिले खेतका परालको थुप्रोमा लुकामारी खेल्दै दौडिने, अनि साँझ परेपछि टुकीको उज्यालोमा मामाले सुनाउनु हुने कथाहरूमा हराउने। यस्तै साना साना पलहरू नै त हुन् नि जुन जिन्दगीभरको लागि मिठो याद बनेर बस्छन्। अनि यस्तै रमाइला पलहरूको बीचमा मामा विशालले एउटा यस्तो कुरा भन्छन् जुन यो कथाको सबैभन्दा महत्त्वपूर्ण सन्देश हो। उनले प्रकृतिलाई सिकाउँछन् दशैंको असली मजा त टीका र मासुमा मात्र होइन, परिवारसँगको माया र सँगै हाँस्न पाउनुमा पो हुन्छ। अनि हेर्नुहोस् त, सानी प्रकृतिले यो कुरा कति राम्ररी बुझ्छिन्। उनले मनैदेखि यो कुरालाई आत्मसात गर्छिन् अनि मामालाई वाचा गर्छिन् कि उनी हरेक साल आउनेछिन् यस्तै मिठा क्षणहरू बटुल्न। यसले के देखाउँछ भने उनले दशैंको साँचो अर्थ साँच्चीकै बुझेकी छिन्। अब कथाको अर्को पाटोमा जाउँ, मायाको पाठ र बिदाई। जसरी सबै रमाइला पलहरू सधैँ रहँदैनन्, यी खुशीका दिनहरू पनि अब सकिन लागेका छन्। कथाले अब एउटा भावुक मोड लिन्छ जहाँ बिदाईको क्षण नजिकिँदैछ। दशैं सकिँदैछ अनि प्रकृतिको सानो मन पनि भारी भएको छ। आँखा रसाइरहेका छन्, तर पनि उनी एउटा मिठो वाचा गर्छिन्। अर्को साल फेरि आउने, थोरै ठुली भएर, तर त्यही मायालु मन बोकेर। अनि उनका मामाले मायाले उनको निधारमा बिदाईको टीका लगाइदिन्छन् र बिस्तारै भन्छन्, म तिमीलाई सम्झिरहनेछु नानी। हेर्दा त यो एउटा सामान्य वाक्य हो, तर यसमा कति धेरै माया र स्नेह लुकेको छ, होइन र? अनि हो, यसरी नै प्रकृति र मामा विशालको त्यो दशैं गाउँभरि एउटा कथा बन्यो, एउटा उदाहरण बन्यो कि दशैं भनेको त यस्तो पो हुनुपर्छ, माया, हाँसो र कहिल्यै नबिर्सिने यादहरूले भरिएको। अन्तमा यो कथाले हामीलाई एउटा निकै शक्तिशाली सन्देश दिएर जान्छ।
चाडपर्वको असली सार त ठूला भोज भतेर वा तामझाममा होइन, बरु हामीले माया गर्ने मान्छेहरूसँग बिताएका साना साना खुशीका पलहरू र साँचो सम्बन्धमा लुकिएको हुन्छ। प्रकृति र उनको मामाको दशैंले हामीलाई सिकाएको सबैभन्दा ठूलो पाठ यही नै हो।